सो गाइज नेपाल चाहिँ तेस्रो पटकको लागि चाहिँ T20 वर्ल्ड कपमा चाहिँ क्वालिफाई भएको छ र आगामी वर्ष 2026 मा इन्डिया र श्रीलङ्कामा हुन गइरहेको T20 वर्ल्ड कपको लागि चाहिँ नेपाल क्वालिफाई भएको र आफ्नो क्वालिफायर्सको दुईटा म्याच बाँकी हुँदा नै नेपाल क्वालिफाई भएको छ र नेपालसँगै ओमान पनि वर्ल्ड कपमा चाहिँ क्वालिफाई भएको छ र अब मात्र एउटा स्पोर्ट बाँकी छ। अरु बाँकी टिमहरुबाट चाहिँ एउटा टिम चाहिँ ओमान र नेपाललाई जोइन गर्नेछ र 20 वटा टिम चाहिँ फिक्स हुनेछ T20 वर्ल्ड कपको लागि। नेपाल भर्सेस ओमानको हिजोको गेमको कुरा गर्नुपर्दा चाहिँ हिजोको गेम चाहिँ दुवै टिमको लागि एकदम इम्पोर्टेन्ट थियो। दुवै टिम चाहिँ यो गेम भन्दा अगाडि नै वर्ल्ड कपको लागि क्वालिफाई भएका थिए, तर यो टुर्नामेन्ट जित्नको लागि चाहिँ हिजोको म्याच चाहिँ एकदमै इम्पोर्टेन्ट थियो। हिजोको म्याच जुन टिमले जित्छ त्यो टिम चाहिँ त्यो ट्रफीको झन् अझै नजिक पुग्ने हुँदाखेरि चाहिँ हिजोको गेम चाहिँ इम्पोर्टेन्ट भएको थियो र हिजोको गेममा चाहिँ नेपालले टस जितेर चाहिँ पहिलो ब्याटिङ रोज्यो र पहिलो ब्याटिङ गर्दा चाहिँ नेपालले एकदमै राम्रो सुरुवात गरे। हिजो ओपनर्सहरूले चाहिँ एकदमै अट्याकिङको साथ चाहिँ सुरुवात गरेको थियो हैन। अनि 61 रनको पार्टनरशिप पहिलो विकेटको लागि कुशल भुटेल र आशिष शेखको बीचमा हैन। अनि हिजोको गेमको कुरा गर्नुपर्दा चाहिँ कुशल भुटेलले चाहिँ 69 रन हानेको थियो 51 बल्समा, अनि आशिष शेखले चाहिँ 24 रन्स 20 बलमा। अनि त्यो पछि चाहिँ पहिलो विकेट गयो र पहिलो विकेट गइसकेपछि चाहिँ रोहित कुमार पौडेल क्रिजमा आए र उसले चाहिँ केही पनि गर्न सकेन। एक बल खेलेर चाहिँ 1 रन मात्र बनायो र त्यसपछि दिपेन्द्र सिंह ऐडी पनि 4 आउट भए। 6 बलमा 2 रन हाने दिपेन्द्र सिंह ऐडीले र कुशल मल्लले चाहिँ 8 बलमा 7 रन मात्र हाले र त्यसपछि चाहिँ आदिल आलम आएका थिए र उले पनि खासै त्यति राम्रो गर्न सकेन। 14 बलमा 16 रन मात्र हाने र त्यसपछि गुलसन झाले फेरि पनि एकदमै राम्रो इन्टेकका साथ ब्याटिङ गरे हैन। त्यो 2 छक्का, त्यो 100 मिटरको छक्का त एकदमै बवाल थियो गुलसन झाको हैन। 9 बलमा 18 रन हानेर गुलसन झा आउट भयो र त्यसपछि लोकेश बमलाई चाहिँ यो म्याचमा चाहिँ अपर्च्युनिटी पाएको थियो, तर उले आफ्नो त्यो मौकालाई चाहिँ गुमाउन पुगे र 3 बल खेलेर उ डक आउट भयो हैन। त्यसपछि सोमपाल कामीले पनि 1 रन हाने 1 बलमा र नन्दन यादवले पनि 4 बलमा चाहिँ 9 रन हाने र कुशल भुटेलले चाहिँ हिजो एकदमै राम्रो ब्याटिङ गर्यो हैन। सुरुवाती चरणमा चाहिँ एकदमै अट्याकिङको साथ ब्याटिङ गरेको थियो र तर जब अर्को साइडबाट चाहिँ विकेट जान थाल्यो उले चाहिँ एकदमै सेन्सिबल भएर चाहिँ एकदमै स्ट्राइक रोटेट गर्दै चाहिँ ब्याटिङ गर्न थाले र एकदमै राम्रो ब्याटिङ रह्यो कुशल भुटेलको। अनि ओमानी बलर्सहरूले पनि एकदमै राम्रो कमब्याक गर्यो हैन। पहिलो विकेटलाई 61 रनको पार्टनरशिप जमिसकेको थियो नेपाली ओपनर्सहरूको चाहिँ र त्यसपछि चाहिँ नदिम खानले चाहिँ एकदमै राम्रो बलिङ गरे हैन। आफ्नो 4 विकेट हल्लिए 20 रन दिएर र मेहमुदले पनि 2 विकेट लिए र अरु रामदानीले पनि 2 विकेट लिए र अरु बलर्सहरू चाहिँ अलि एक्सपेन्सिभ हुन पुग्यो ओमानको। ओमानलाई चाहिँ 152 रन चाहिएको थियो यो गेम जित्नको लागि र ओमानको चेज चाहिँ राम्रो हुन सकेन। ओमानले चाहिँ अलि ढिलो सुरुवात गरे र आफ्नो क्विक इन्टरभलमा चाहिँ विकेटहरू दिन थाले र जस्तै जितेन्द्र सिंह जो कि ओमानका क्याप्टेन हुन् उनले 10 बल खेलेर 14 रनमा हाने र अमिर खलिमले 5 बल खेलेर 1 रन हाने र मिराजले 8 बल खेलेर 4 रन हाने र नदिम खानले 3 बल खेलेर 1 रन हाने र पछि गएर भी शुक्लाले राम्रो ब्याटिङ गर्न थालेको थियो। 19 बल खेलेर 32 रन हाने र नदिमले पनि 31 बल खेलेर 25 रन हाने र अरु कुनै ब्याट्सम्यान चल्न सकेन र ओमानले चाहिँ यो गेम हार्न पुग्यो। सो नेपालको बलिङ पर्फर्मेन्सको कुरा गर्नुपर्दाखेरि चाहिँ एकदमै राम्रो बलिङ गर्यो हैन। 152 रन डिफेन्ड गर्दाखेरि चाहिँ नेपालले चाहिँ सुरुवातदेखि नै एकदमै कन्ट्रोलमा लिन थालेको थियो ओमानी ब्याटरहरूलाई र सोमपाल कामीले सुरुवात राम्रो गरेको थियो र उले सोमपाल कामीले 2 विकेट लिए र नन्दन यादवले पनि 2 विकेट लिए। अनि पछि गुलसन झाले एकदमै ब्याक टु ब्याक 2 विकेट लिएर चाहिँ उले आफ्नो चाहिँ 3 विकेट पुरा गरेको थियो यो म्याचमा हैन। अनि पछि कुशल मल्ल र कुशल भुटेलले पनि चान्स पाएका थिए यो गेममा बलिङ गर्नको लागि र सन्दीप लामिछानेको पनि राम्रो रह्यो यो गेममा हैन। उले पनि 1 विकेट लिए र दिपेन्द्र सिंह अहिले पनि एकदमै इकोनोमिकल बलिङ गर्यो यो गेममा पनि। त्यो रन आउट एकदमै दामी थियो हैन दिपेन्द्र सिंह ऐडीको। 5 खेलमा चाहिँ 5 रन आउट गरेको छ दिपेन्द्र सिंह ऐडीले। एकदमै राम्रो फिल्डिङ हैन दिपेन्द्र सिंह ऐडीको, बलिङ पनि एकदमै राम्रो गरेको रहेको छ हैन यो टुर्नामेन्ट भरि नै। 17 अक्टोबरमा चाहिँ नेपालको समूहसँग म्याच छ र त्यो समूहसँगको म्याच जित्यो भने चाहिँ नेपालले यो वर्ल्ड कप क्वालिफायर्सको ट्रफी उचाल्छ र नेपाल चाहिँ एकदमै कन्फिडेन्टको साथ चाहिँ T20 वर्ल्ड कप 2026 खेल्नलाई इन्डिया र श्रीलङ्कामा जानेछ। सो आई होप नेपालले समूहलाई पनि हराउनेछ र यो वर्ल्ड कप क्वालिफायर्सको ट्रफी चाहिँ नेपाल घर ल्याउनेछ। गुड लक बोइज यो समूह भर्सेस नेपालको खेलको लागि चाहिँ।